गाइज हामी चाहिँ कालीगण्डकी कोरिडोर हुँदै कालीगण्डकी चोक गैँडाकोट गैँडाकोटको बिस्तारै नै बिस्तारै गैँडाकोट नगरपालिका कालीगण्डकी चोकबाट अगाडि बढिरहेका छौँ गाइजहरू। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो राइडर यता हो त्यहाँ नेपालको राम्रो राइडर धनबहादुर सार्कीको साथमा हामी तनहुँ घिरिङ जाँदैछौँ। घिरिङ नगरको वाटर 5मा नगरपालिका 5 वाटर 5देखि घिरिङ गाउँपालिका वाटर 5मा आज हाम्रो यात्रा रहेको छ। अब हामी जङ्गलतर्फ लाग्दैछौँ। कता नजिकबाट ढेर गएको डरुन देखे त नजिक नजिक जाने के हो तिम्रो पार बिस्तारै नै बिस्तारै के बिहानै के खानु त यहाँ पत्थर देख्न सक्नुहुन्छ। यहाँ पुरै डुबान परेर अस्ति बिजोको अवस्था थियो। अझै पनि डुबानका चारामा देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै बिजोको अवस्था रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ विभिन्न रमणीय दृश्य। हामी गैँडाकोट नगरपालिका हुँदै हामी चाहिँ कालीगण्डकी कोरिडोरमा छौँ। यो चाहिँ पाल्पा तनहुँ जोड्ने राजमार्ग रहेको छ। अहिले चाहिँ गैँडाकोट नगरपालिका तपाईँ देख्न सक्नुहुनेछ। खेतीबाली अब मकै पाक्ने बेला भइसकेको देख्न सक्नुहुनेछ गाइजहरू। भने पारी जङ्गल घना जङ्गल देख्न सक्नुहुनेछ। विजयलाई ल्याउनु पठाएको एउटा गोप्रो भन्ने पोहोरै ल्याउनु पठाएको मैले 30 पैँती पर्छ एकदम राम्रोलाई 30 पैँती चाहिँ राम्रो हुन्छ। अनि त्यहाँ पाउन त 4-5 हजारदेखि पाउँछ। हरन देऊ हरन कता हेरेको हरन नदिएर ल गाइजहरू हामी चाहिँ जङ्गल क्षेत्र प्रवेश गऱ्यौँ। अब होटेल कोरिडोर इन बुलिङटारमा रहेको छ। हाम्रो नातिबाजेको यात्रा सरर रहिरहेको छ। अगाडि बढिरहेका छौँ। देख्न सक्नुहुनेछ तपाईँहरूको यहाँ गुरुङ बौद्ध धर्मावलम्बीहरूको अवशेष राखिने सर जङ्गलको बिचबाट रमणीय दृश्य तपाईँहरू अवलोकन गर्न सक्नुहुनेछ। मनोरञ्जन लिन सक्नुहुनेछ। हामी रफ्तार पारामा अगाडि बढिरहेका छौँ गाइजहरू। किनभने बाटोमै एक्सिडेन्ट परेको अवस्था देख्न सक्नुहुनेछ गाइजहरू तपाईँहरू। घना जङ्गललाई चिर्दै अगाडि बढ्दैछौँ गाइजहरू। ल हेर्नुहोस् है त
हिरे घरतिरै छ घरतिरै हुनुहुन्छ होला कता हुनुहुन्छ कसको किनेको यहीँ चाहिँ छ गैँडाकोट यो काली कोरिडोरको बाटो चाहिँ अहिले तपाईँको एकदम घुम्ती धेरै छ त्यही भएर यो बाटो हिँड्दा चाहिँ एकदम धेरै सतर्क अप्नाएर हिँड्नु होला गाइजहरू र त्यही माथि जङ्गली क्षेत्र भएको कारणले जङ्गली जनावरहरूको पनि आक्रमण हुन सक्ने सम्भावना धेरै छ त्यही माथि घुम्ती एकदम न्यारो कर्नर क्या एकदम साँगुरो कर्नर भएको कारण एकदम सचेत सावधानपूर्वक यात्रा गर्नुपर्ने अवस्था रहेको छ हाम्रो यात्रा अगाडि जारी नै छ तपाईँहरू देख्दै हामीसँगै रहनु होला गाइजहरू नेट छैन तपाईँको मोबाइलमा भिडियो गराएर राखेको विजयले भिडियो बनाउ होइन गाउँतिर गएको भन्दै थियो कि हाम्रो विजय भ्लगलाई पनि हाम्रो यो डिबिसी भ्लगबाट सम्झिरहेका छौँ गाइजहरू यतै हो कि हामी टुक्रा दाइलिएर मैले मृग भेटेको यस्तो छ पक्क लाएर बसेको बाजे के चल्दै नचलेर बसेको 2 मिनट त हाम्रो लेडी राइडर खतरा राइडमा जानुहुन्छ यहाँ प्रतीक्षालय रहेको छ गाइजहरू यात्रुहरूको लागि घनाघोर जङ्गलको बिचमा पुरै बिच फाट्दै रहेको चिरफार गरेर बनेको यो कालीगण्डकी कोरिडोरको यात्रा एकदम रमणीय हुँदैछ गाइजहरू रमाइला दृश्यहरू तपाईँहरू देख्न सक्नुहुनेछ त्यही माथि आरपार गर्दै रहेका सवारी साधनहरू हामी मौलकालिका मन्दिर एकदम धार्मिक स्थल हिन्दू धर्मावलम्बीहरूको एकदम पवित्र स्थान मौलकालिका आसपास क्षेत्र आसपास आइपुगिसकेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ हरियाली वन नेपालको धन भनेको यही एउटा गाइजहरू आरामसँग अलि अगाडि हुन्छ यहाँ माथि खतरा लाइटहरू रम बोकेर यात्रा गर्दैछन् साथीहरू अब चाहिँ जङ्गल लगभग सक्यो भन्ने बेला आइसकेको छ गाइजहरू अब लास्टै निम्सर बाटो छ बिस्तारै ओह्रालो धेरै साँगुरो ओह्रालो र साँगुरो अब निम्सर बाटो आइरहेको छ गाइजहरू तपाईँहरू देख्न सक्नुहुनेछ घुम्ती त्यही माथि एकदम साँगुरो बाटो सुरु भइसकेको छ गाइजहरू जङ्गली क्षेत्रको बिचबाट
के अरे ए ए हाम्रो अटो सेवा पनि सञ्चालनमा रहेको तपाईँ सम्पूर्णलाई जानकारी गराउँदैछौँ। हरन दियो हरन हरन यस्तो घुम्दियो यस्तो मात्रै दिइहाल्नुपर्छ। उताबाट झ्याम त्यहाँ आउनु बेर लगाएर यस्तो एउटा घुम्टी भ्याइआएन अर्को घुम्टी आउँछ गाईजहरूले तपाईँहरू देख्न सक्नुहुनेछ। जम्मै गराएर हाल्छ त जोडे नि एउटा घुम्टी नभइदियो अर्को घुम्टी छ के र नागबेली। यो बाटो चाहिँ पुरा नागबेली अवस्थामा रहेको नागबेली रोड रहेको छ गाईजहरू तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ यात्रुको लागि प्रतीक्षालय देख्न सक्नुहुनेछ पछाडि भने हाम्रो पैदल यात्रुको लागि पैदल यात्रुको लागि पैदल यात्रु गाडी कुर्नेहरूको लागि हेर्नुहोस् गाई यस्तो ठाडै ओह्रालो त्यही माथि घुम्टी। के हो साथी खोक्यो त यार बजाउनु पर्दैन नि त घुम्टीमा हरन बजाएको भनेर भनिरहेको छ त चाहिँ अहिले अगाडि नदेखि घुम्टीमा हो क्या हरन बजाएको। उताबाट के आउँदैछ कर्नर ठ्याक्कै 45 मिनट आइपुगेछ हामी अब घरबाट। अरेली घारी भन्ने ठाउँमा आइपुगिसकेका छौँ गाईहरू। अब जङ्गल क्षेत्र सकिएर अब मानव बस्तीतिर छिरिसकेका छौँ गाईहरू। यहाँ बस्ती दुई देखिन्छ तर बस्ती घरहरू चाहिँ पर नै देखिरहेको अवस्था छ गाईहरू। यो चाहिँ रेस्टुरेन्ट बन्ने अवस्था देख्न सक्नुहुनेछ गाईहरू। बडा सुहारा अहिले हामी चाहिँ बडा सुहारा भन्ने ठाउँमा आइपुगिसकेका छौँ गाईजहरू। यहाँ चाहिँ बस्ती रहेको छ निकै नै पुरानो बस्ती देख्न सक्नुहुनेछ गाईजहरू। घरहरू देख्न सक्नुहुन्छ एकदम पुरानो तरिकाको पुरै काठे काष्ठ गृहहरू देख्न सक्नुहुनेछ। कर्मचारीहरू बिजुलीको तारहरू तन्काउँदै रहिरहेका छन् गाईजहरू। दिशा फेरि भने होइन अब ढोडेनी 1 किलोमिटर रहेको देख्न सक्नुहुनेछ गाईजहरू। एउटा पक्कै घर देखियो घरको भवन ढोडेनी। गाउँमा प्रवेश गरिसकेका छौँ गाईजहरू। रोड लिनुपर्छ क्या गाईजहरू एकछिन हामी चाहिँ रेस्ट गर्न लागिरहेका छौँ।